हेलो नमस्ते साथीहरु। म चाहिँ अहिले हाम्रो घर भएको ठाउँमा पुरै एरिया देखाउँदै छु। हरियो रमाइलो भइरहेछ अहिले चाहिँ। तपाईहरु हेर्नु है साथीहरु। चाहिँ हाम्रो घरबाट ठाउँमा यस्तो हरियो भएको छ। पुरा फुलेछ यो। अस्ति बरफको टाइममा त पुरै सुकेको रुख जस्तो भएको थियो। अहिले चाहिँ एकदम फुलेर एकदम रमाइलो देखेछ। यो चाहिँ मेरो घर हो। यसरी फुल लगाएको छ अगाडि चाहिँ। अब ठुलो हुन्छ त्यो राम्रो देख्छ। अनि यो चाहिँ मेरो कार पार्किङ गर्ने ठाउँ हो। म पछाडि देखाउँछु है। यस्तो गरी यहाँ चाहिँ मैले खोर्सानी रोपेछु। टमाटर हो, यसमा मटर, बोडी अनि के भन्छ बकुल्ला यो सब रोपेको छ। बिस्तार बिस्तार आउँदैछ यी। तेराउको बोर्ड निस्किसकेको छ यहाँ। यसरी यहाँ बोडी निस्किसक्यो। यो चाहिँ मटरको है। मटरको कि मर्डर हो। खोर्सानीको बोर्ड गुलबडा ट्याक्क लगाएर फलेपछि फेरि च्याप्प अर्ग्यानिक सब्जी खाने हो कि। यस्तो राम्रो देखेछ। अहिले चाहिँ हरियो हुँदैछ। अब यस्तो रमाइलो छ मेरो घर भएको एरिया चाहिँ।